11:30 जग्गा मेरो भागा पर्यो हो पर्यो 11:30 जग्गा मैले बेच्न पाउने नपाउने पाउँछ किन नपाउने आफ्नो जग्गा बेच्न किन पाउँदैन आफ्नो नाममा भएको जग्गा मेरो जग्गाको अगाडि चाहिँ उ ल्या ट्याक्क आफ्नो घर जे टाख्न नि पाइयो कुमारे चोर भनेर मैले मेरो घरलाई ल्या टाख्न पाउँछु पाउनु अब तैले भने अनुसार कुरा है त्यो कसैलाई व्यक्तिगत भनेर छोरो कान्छो पनि चोर हो डाका हो भनेर मैले टाख्न पाउँछु पाउनु हैन व्यक्तिगत दीपक चोर हो भनेर टास्या छ त्यस्तो गर्न मेरो जग्गा नि सामाजिक उ गर्न पाइन्छ हैन मैले दीपक चोर भनेर टाख्न पाउँछु मैले नत्र म हैन तैले त्यो टाख्नु होइन एउटै होइन नक्सा अरुको नि मिले हैन तल उसको चाहिँ बाटोमा नक्सा परे हैन त्यो त्यसको लागि टास्या हो त्यो हाम्रो घर तलको हो त्यो तल राख्न सक्नु पर्थ्यो किन आफ्नो घर राखेपछि झल्ले नि हेर्छन् हेरेर किन्छन् किन्नेले हो तैले त्यो जग्गा जब हामीले मै काटेर नआउँछ त पहिले टाख्न सक्थ्यो तल सबै थाहा भएको मान्छेले पहिले किन टासिनस् जग्गा नामसारी हुनु भन्दा पहिले तैले टाख्न पर्थ्यो नि त किन पहिले नटासिकन पछि टासिस त पछि त्यसको विवाद आयो पछि टासिस कसरी विवाद आयो तेरो जग्गा सीमाङ्कन छ तेरो जग्गामा सीमाङ्कन भएको तेरो जग्गामा तेरो काल्नो बाटो जग्गा नापेर दिएको तेरो अहिले तलसम्म राखेको छ तेरो जग्गा कसरी गयो बाटो दुईटैको अब हेर तेरो तलाई यो बाटो छोड्नु पर्छ नि नै अब त्यो कुरा छोड्नु तैले जे सकेको मलाई त सकेको घर भन्छु म हैन सकेको घर हैन मैले सकेको म गर्छु त्यो आफ्नो छ हैन अब तलाई यो बाटो छोड्नु पर्यो हो छोड्नु पर्छ अब सुन नकर नै अब त्यो कुरा सक्यो के अब के गरौँ भने तेरो जग्गामा पनि बाटो छौँ तेरो त्यो घरबारीको 15 आना जग्गा हामीलाई के अरे तिमीलाई 1 रुपैयाँ जग्गा परे हैन त्यसको नक्सा पनि जति जग्गा फिल्ममा छ नि नापौँ कुरा बुझिबिन त्यही अनुसार ट्याक्कै जग्गा नापौँ बुझिबिन स्केलले ट्याक्कै नाप्ने जति छ त्यति काटौँ नक्सामा त्यसलाई हामी बाटो छोइदिन्छौँ हैन त यो पनि जग्गा उसको बढी रहेछ भने उसले दिनु पर्यो कुरा बुझिबिन रविन्द्रले दिनु पर्यो हैन कुरा अहिले नबोल्नु के अहिले कुरा मिलिसक्यो छ विवादको कुरा छैन यहाँ अहिले केही डिस्कसनको कुरा छैन तेरो जग्गालाई हामी बाटो छोइदिने भयौँ कुरा बुझिबिन माथिको त्यो नक्सामा त छोइरहेछ नक्सामा छोया ह भने तैले चाहिँ नि नक्सामा कसरी छोको रहेछ त कानुनी रूपमा नक्सामा त्यो छोइया छ भने नक्सामा छोइरहेछ त्यही त नक्सामा छोइरहेछ तैले 2 रुपैयाँ जग्गा पाउने हामीले चाहिँ 1 रुपैयाँ मात्र जग्गा पाउने हुन्छ त भाइ अंशमा हामीले 2 रुपैयाँ कसरी हो अनि तेरो जग्गालाई कसरी बाटो छ यहाँबाट टुनिसकेपछि नक्सामा हेरे हुन्छ छुवा छ हैन ल नक्सामा रहेछ हैन तपाईहरु तिनै दाजुभाइ गरेर नक्सा काटेको हो हामीलाई थाहा भएन हैन तेरो भाइ म गएको छैन हैन घोडाले लिएर गएको घोडाले गराको सुन गराको घोडाले गरे कि हात्तीले गरे त तपाईलाई थाहा होला कुरा सुन घोडाले गरे कि हात्तीले गरे बाटो छोड्नु छ नगर्नु तल पाओ हैन आउन बन म सोच्छु तल पाओ किन तल पाओ तले हैन तल पाओ किन हैन हो तपाई आउनु जाऊ म यो सित गरा गरा तपाई आउनु तेरो यो को तले भन ठुल बाउ के ठुल यो तेरो कता न तला बौको दाइ हो बौको दाइ हो अनि त बाउ समूह मिलाउँछ बाउ समूह छराको लाग्छ तेरो बाउ आउनु पर्यो तैले बोले चाहिँ बरी हैन तेरो बाउलाई कि तैले रातभरि पढाएर सिकाउनु पर्यो हैन तेरो बाउ बोल्न सक्दैन भने तैले अहिले यो अंश छ नि तैले तेरो बाउसँग माग्ने हामीसँग माग्ने हैन तैले यसो गरी बोल्न कुरा बुझिस बुझ्न एउटा कुरा प्रश्न बुझाइ यो मुजी गुगुवासँग पुरा गर्नु तैले हामीसँग अंश माग्ने हैन तेरो बाउसँग त लडाई गर हामीसँग आएर लडाई गर्ने हैन बाटो किन गरिस तेरो बाउसँग भन्ने त हामीसँग भन्ने हैन तैले बाटो त घेडिन्छ नि अंश लिने हामी बाउसँग अंश लियौं आमासँग अंश लियौं तैले चाहिँ बाउ र आमासँग तेरो बाउले हामीले दिइसकेको छ पुर्खौली सम्पत्ति हैन तेरो बाउले किन ल्याएन हामीले किन ल्याएन जग्गाको विषयमा तेरो बाउ बोल्ने हो त बोल्न पनि आवश्यक हैन रविले पनि बोल्न पनि आवश्यक हैन सुशीला पनि बोल्न पनि हैन भाउजू पनि बोल्न पनि तेरो मम्मी पनि बोल्न आवश्यक मेरो बुढी पनि बोल्न मेरा भाउजू र मेरा बुढीले माइतबाट लिएर आइनन् मेरो बाउले पुर्खौली सम्पत्ति तेरो मम्मीको पनि माइतबाट लिएर आएर हामीले सम्पत्ति माग्नु हैन मेरो ससुरालीबाट पनि तैले माइत हैन कुरा बुझिदिनुहोस् हामीसँग डिस्कस गर्न त नआइज तेरो बाउलाई अगाडि लिएर तेरो बाउसँग कुरा गरौँ बुझिदिनुहोस् नक्सा मिलाइदिनु सबैजना नक्सा मिलाउँ हैन तेरो जग्गामा बाटो छोइदिनु भन्ने कुरा हो हामीले बाटो छोइदिनु भने हैन सबै जग्गा मिलाएर ल्याउँ किन हामी लालपुरमा हामी किन कर तिर्ने अहिले मेरो 11:30 तेरो 12:30 आना जग्गा हैन 12:30 आना नक्सा काटौँ यहाँ हामी बाटो छोइदिन्छौँ यो जग्गा पनि बढी रहेछ भने हामी दिन्छौँ मैले खाएर चाहिँ मैले दिन्छु उसले खायो भने उसले रहेछ तैले खाएर चाहिँ तैले मलाई दिनु पर्यो हैन त कुरा यही हैन त चट्ट जग्गा नापौँ पहिला अनि त्यही अनुसार फेरि एकचोटि जग्गा नक्सा काटौँ नि त राजी छस् त बाउलाई भनेर राजी छस् तेरो जग्गालाई बाटो हामी छोइदिन्छौँ भने हैन कुनै पनि ठाउँमा विवाद गर्ने कुरै भएन कसैले तलाई पनि मुनिबाडी कुरो भएन हामी पनि मनपुरी कुरो भएन भाइ हामी मिल्न रेडी छौँ तर तेरो बाउले गृहमन्त्री चिया छ प्रधानमन्त्री चिया छ भने हामी डराउँदैन है भाइ त्यस्तो ल्याएर हामीलाई धम्की दिनु पनि आवश्यक चाहिँ छैन तर बुझिदिनु तेरो जग्गालाई हामी बाटो छाउन भने हैन
सबै जग्गा त हिँड्न पाउँदैन यहाँ भने पनि छैन उसको जग्गा नि नक्सा मिल्दैन तेरो तल यहाँ हामीले नहिँड पनि भनेको छैन पहिला सबभन्दा विवाद गर्ने तिमीहरू हो क्या तिमीहरूले ल्याएर यहाँ वल्ल आवश्यक हो यो यहाँ वाल लगाउनु आवश्यक हो बाटो छेक्नु आवश्यक हो अब भोलिको दिनमा त माथि छोडेर आउलास बाबु अहिले जति पेला खाने भोलिको दिनमा त मेरो पुरै जग्गाले बाटो सुन्छ क्या कुरा बुझ्नु पहिले पनि अहिले आएर हुँदैन भोलि पनि हामी पर्छ बाथरुम जान्छ क्या कुरा बुझ्नु सरकारी बाटो हो होइन सबैको परे नि तपाईले छेक्नै मिल्दैन नि छेक्न नमिल्ने कति बाधा गर्न सक्छु भन्ने कुरा मलाई पनि अहिले छ नि तिमीहरूको घर त्यो के अरे एक प्लेट हामी मोमो खान नसक्ने मोमोको खोल्छ नि मेरो घर अगाडि फाल्छौ क्या तिमीहरू होइन मैले सुन मेरो कुरा सुन आवश्यक होइन क्या कुरा बुझ्नु न तेरो बाउले मैले स्कुटर किन्यो भने रिसले छ नि तेरो बाउले बाटामा पानी लाउनु आजको दिनसम्म छ नि आजको दिनसम्म त 22 वर्ष 23 वर्ष भइसक्यो होला है मेरो घरनेरीबाट चाहिँ त्यो तेरो घरको धाराको पानी बगेको थियो त थियो एउटा कुरा एउटा यो बर्खा अहिले बर्खामा बग्थ्यो अहिले धाराको पानी बगेको थियो ल भन् त आफै भन् भने तिमीहरूको मैले के बिगारिरहेको छु बगेको थिएन भाग लाउनु जेलसम्म त्यो खोल्चो खन्या थियो त खन्या थियो नामसरी हुने खोल्चो खन्या थियो त्यहाँ गाउँलेको उचाल्यामा लाएर गाउँलेले एक छाक चिया खान्दियो भनेर पहिला तिमीहरूको धाराको पानी उता खोलातिर जान्थ्यो मेरो घरमुनिबाट आउँछ बारीमा लाउँथे पहिला सुरुमा बारीमा होइन तिमीहरूको घरमुनि घरको पानी त्यो पठारी पोखरी खन्या थियो पोखरीबाट सुन पोखरीबाट तल झरेर के अरे हाम्रो घरमुनिबाट चाहिँ उता जान्थ्यो धेरै भयो भने नत्र पोखरीमा बस्थ्यो तिमीहरूको पैसाले मैले स्कुटर किन्दै मेरो डा भएर सधैँभरि मलाई लडाउने सधैँभरि ढोनी सधैँभरि बाटो छेक्ने मलाई सधैँभरि बाटो छेक्नुको कारण के हो तर म लड्ने आइज तेरो मुजी घरमा मुजी आमा र मुजी बहिनी लिएर भनेर थर्काएको मुजी आइज सक्सेस भने आइज लड्ने भनेर तैँले अस्ति ठुलो कुरा गर्थ्यौ नि ल आइज तिमीहरू न है ल आइज लड्ने तर आइज ल तैँले मुजी आइमाईलाई मुजी अगाडि लिएर आएर मुजी ठुलो कुरा गर्छस् तँ आइज मसँग लड्छस् म त लड्छु भन्छ नि लड्छस् मसँग होइन तेरो भाइले मलाई छ नि धेरैचोटि बाटो छेकिसक्यो तेरो घर नेरीमा त फेरि यतातिर भयो भने तेरो भाइ छ नि लुत्रुक्क पकाइन्छ यो साइडबाट आउँछ कि यो साइडबाट आउँछ पुरा सुन्न अनि पछि भन्नु हाल्दै थिएन ओरालामा ब्रेक लाग्छ ओराला रोकेर हाल्ला चाहिँ ब्रेक लाग्ने आएपछि त घरबाटै चढ्छ नर्किने तैँले रोके होइन त्यहाँ मैले कट्दिएँ कि कट्दिनँ भन्न तैँले नु खोजे हकेन भन्न होइन यताबाट आइन्छ को भन्नु जताबाट आए पनि त कट्दिएँ होइन एउटा कुरो के म तँलाई बुझाइदिन्छु भने सुन यो कुनै एउटा कुरो के भन्छु नि होइन मलाई बाटो छेकेर पेलेर जानु पनि सक्छु ल्याउनु पनि आवश्यक हो म आफ्नो बाटो सुरसुर हिँड्छु अनि मेरो मलाई ढेपेर हिँड्नु पनि आवश्यक हो मसँग लड्छस् धेरैचोटि गरिसकेँ होइन घर अगाडितिर आयो भने त एकदम ठुलो कुरा गर्छस् होइन बाहिर भएपछि साल जस्तो कुरा नगर क्या लड्छस् भने त मसँग लडेर देखा भन्छ नि अहिले हिँड कहाँ गएर लड्न पर्छ यो एरिया मैले राम्रो मुखले भनेको छु तल परेपछि त पनि आउनुपर्छ म पनि आउनुपर्छ होइन अहिले विवाद गर्न पनि आवश्यक छ तल नक्सा मिलाएर ल्याउनुपर्छ भने तेरो जग्गालाई बाटो छाउनुपर्छ भने हामी नाइ पनि भने सबै जग्गाको नक्सा काटेर आउँ पुरा मिलाउँ घरमाथिको तेरो जग्गा होइन रहेछ भने ठिकै छ हामी चाहिएन त्यो जग्गा नि हामीलाई चाहिएन जग्गामा छ नि तेरो त्यो जुन तेरो त्यो घर पछाडिदेखिबाट बाटोको छ नि सुन्तला बोटको डिलसम्म छ नि डिलसम्म कति फिट छ त्यही अनुसार नक्सा काटौँ हाम्रो पनि मेरो पनि कति पर्छ होइन त्यति नै ठ्याक्क नक्सा काटौँ त्यो पनि यो पनि जति पर्छ त्यति नक्सा ठ्याक काटेर त्यसलाई ठ्याक्क 12 फिटबाट ठ्याक्क छोइन्छ अब त्योभन्दा डिस्कस गर्नु पनि आवश्यक छ त काली छ भन् षड्यन्त्रकारले रातभरिमा फेरि केही डिस्कस गर्नु पनि आवश्यक छ कसैलाई किडन्याप गर्ने हो के गर्ने छ भने भन है ल एकछिन है अब पेल्या भन्ने सधैँ मैले कहिले पेली अब म यताबाट ठाडो झरिरहेको छु उताबाट आउने मान्छे कताबाट आउँछ त्यति भन्छ तनी मोटरसाइकल चलाउँछस् यता सुन भन्नु भाइलाई एउटा कुरो के बुझ्नु भन्न सक्छस् मैले ढाका हैन म कर्ती के
कुरा बुझ्यो भने म कट्थे तेरो 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 दिदी फर्केर आउन नपाओस् भन्ने के हाल म कट्दिनँ भनेर होइन त्यो भने यता आएर यता फेरि आएको के जताको कुरो भए पनि एउटा कुरो म के भन्छु भने दाजुभाइमा किन त्यस्तो चालक खेद्या के म चालकको हिसाबले कुरा गर्छु है चालक भयो होइन एउटा हुर्केर आएको छ भने माथिबाट हेर्ने नहेरिकन काहीँ पनि के पनि चल्दैन हेरेर चलाउनु जुन ठाउँमा पनि हेरेर चलाउनु उसले ऊ रङ साइड आओस् लेफ्ट साइड आओस् त्यो मतलबको कुरो भएन आफूले गाडी चलाएपछि आफूले हेर्नुपर्ने हो अर्काले हेर्छ तसँग होइन जहाँ गएर पनि लड्ने च्यालेन्ज मसँग छ होइन खेल्छस् भने हिँड अहिले होइन हिँड अहिले हिँड होइन हिँड होइन होइन भने ठुलो कुरा चाहिँ नगर षड्यन्त्रकारी मुजी गुखानी मुजी भने पनि थियो अनि यता साइड लाएर जाम गुखानी मुजी यो गुखानी मुजी नगराउनु बुझेको छैन भने किन चित्त बुझेको छैन भने आइजो धेरैचोटि जुनै ठाउँमा जानुस् मैले चलाए हेर्नु सबै ठाउँमा तपाईँ चलाए म पनि राजा तपाईँ पनि राजा होइन मान्ने होइन तैँले मलाई धेरैचोटि ढेपछि मैले तँलाई राजा भन्नु पर्ने मलाई पनि भन्नुपर्ने छैन मिल्नु छ भनिन्छ नि मिल्नु छ भने आइज होइन भने यो बाटो बन्द हुन्छ होइन उहाँलाई हामीले भनिदिइसकेको छ यो बाटो हामीसँग तपाईँहरू डिस्कस गर्न आउनु पैसा तपाईँलाई जसले ल्याएको त्यो मान्छेसँग कुरा गर्नु हामीसँग कुरा नगर्नु हामी भनिदिइसकेको छ होइन माथिको घरमाथि नाप्ने कुरा बुझ्नु न सबै जग्गा नाप्ने कुरा बुझ्नु न जति जति एक रुपियाँ नआउनु पुगेन भने मन दिन्छु नै उसलाई छ नि हामीलाई 7 आना भएर उसलाई 8 आना भयो भने हामीले दिन्न भने छैन है कुरा बुझ्नु न हामीलाई 10 आना जग्गा भने तल 11 आना हामी माथि पनि जग्गा दिने हो त्यही अनुसारले नक्सा काटौँ कुरा बुझ्नु न मिल्न तयार छौँ होइन भने यो सधैँ विवाद हुन्छ होइन भने सधैँ विवाद हुन्छ अब बोलिराख्नु पर्दैन त्यो कुरा सोचेर आइदियो अनि त्यसपछि हुन्छ ल जा कुरा सकेर छोडिदिनु अब डिस्कसन अब घोडाहरू आउनु पाइन्छ नि बाटो यहाँबाट म भनिदिन्छु यहाँबाट टुङ्गिया हो बाटो होइन भोलि यहाँ अब आज ओडासी आउला सहसी आउला अब गृहमन्त्री आउला अर्थमन्त्री आउला प्रधानमन्त्री आउला यहाँ होइन केही फरक परेन यहाँबाट चाहिँ बाटो बन्द भयो किन बन्द गरे भन्दाखेरि मासतिर नि कुरा मिलेन सबै कुरा मिल्न आउँछ भने हामीले बाटो छोडिदिन्छु भने छ तर बन्द त हामीले गरे हैन उसैले गरे अनि फेरि हैन उसैले बन्द गरे हो यो बाटो हामीले पनि बन्द गरेको ठाउँमा हामीले पनि बन्द गरिदिएको उता मेरो ठुल दाइसा दुश्मन भयो मेरो बाटो ल्याएर सुनिसकेछु उता किन जाने भनेर मैले बन्द गरेँ भनिदिन्छु म कुरा बुझ्नु जस्तो तिमीहरू कुरा खेलाउँछ हामी पनि त्यस्तै कुरा खेलाउने हो तिमीले जस्तो व्यवहार गर्छौ हामीले पनि त्यस्तै व्यवहार गर्ने हो सबैको ठाउँमा आउँछ हेर हैन मिलेर आउँछौ भने हामी पुरा ओके छौँ हामीले तेरो जग्गालाई बाटो छोइदिन्छौँ तेरो नक्सा नमिलेको यो नाति छ नि मेरो यो नातिलाई पनि भनेर मर्छु यसको यो सुनिनेलाई चाहिँ नि घर बनाउनु आयो भने त्यहाँ दिनु नत्र भने यो चोरलाई यो गुखौवा छोरा यो गुखौवा हो यो यसलाई कुनै ठाउँ दिनु हुन्नलाई कुरा बुझिदिनु न यो गुखौवा विवाद गर्नुपर्ने आवश्यक छैन है गाडी मैले भनेको कुरा ठिक हो कैन ठिक हो कैन तेरो जग्गालाई हामीले बाटो छोइदिनु पर्ने हामी बाटो छोइदिन्छौँ सबै जग्गा नापेर आउँ सबै जग्गा नापेर आइसकेपछि जति जति छ त्यही अनुसारले नक्सा काटौँ त्यही अनुसारले नक्सा काटिसकेपछि ट्याक्क लाएर के अरे तैँले एक आना 2 आना जग्गा पाउने हो 2 आना जग्गा दिन्छौँ बाटो डिसाइड लाल पूर्जामा बढी जग्गा राख्दै नराखौँ ट्याक्क काटौँ विवाद छैन हामी पनि खर्च गर्छौँ तैँले पनि खर्च गर्नु पर्यो सबै जग्गा फेरि एकचोटि नाप्नु त्यसमा केही विवाद छ म त हाम्रो तर्फबाट एग्री छु है विवाद छ जेठो बाउ मेरो म एग्री छु विवाद छ त खाली मैले भनेको कुरा सही हो कि मेरो त एकदम सही उसमा विवाद छ भने भन हैन भने सधैँभरि किन भरि किचिज गरेर आफ्नो नाममा भएर सधैँभरि किचिज गरेर सधैँभरि तैँले मलाई बाटो छेक्ने ठाउँ पऱ्यो भने मैले ठाउँ पऱ्यो भने तँलाई बाटो छेक्ने कुरा हुँदैन अब तेरो बाउले तैँले जे भने त्यही मान्छ भने लिएर अर्को कुरा अरूले गाउँले भनेको कुरा मान्छ भनेर लिएर हामी त्यसमा दुविधा छैनौँ कुरा बुझिदिनुहोस् जति जति जग्गा छ त्यति त्यति जग्गा गरौँ होइन सक्यो क्या डिस्कस गरेर तँसँग डिस्कस गरेर पनि च्यालेन्ज छैन तेरो पावर तेरो ठाउँमा छ मेरो पावर मेरो ठाउँमा छ कसैको पावर कसैले लसर पाटो लाउँदैन यो विषयमा अरू कुरोमा लाग्ला पावर होइन यो विषय पुर्खौली सम्पत्ति हो सबैले बाँडेर खाने हो तैँले 2 रुपियाँ पाउने मैले 4 आना पाउने होइन होइन त्यही भएर डिस्कस गरेर फाइदा होइन मिल्न आउँछ तिमीहरूको बाटो हाल्नुपर्छ सबै जग्गा मिलाउने भयो भने मान्छौ भने मान तेरो बाउले त म दुःख दिन्छु म उनीहरूको दुःखमा एकदम रमाउँछु भनेर पसललाई भन्दै हिँड्छ मान्छे चाहियो भने म अहिले लर भेटाइदिन्छु होइन कुरा बुझ्नु न हामीलाई उसले दुःख दिनलाई खोजेको छ नि दुःख दियोस् केही समस्या भएन अब तिमीहरू मिल्न आउँछ नि यो बाटो खोलियो न त खोलिएन तिमीहरू कानुनी रूपमा तिमीहरू जाऊ हामी तिमीहरूले कानुनी रूपमा बसेर हामी पछि जाउँला पछि गएपछि चाहिँ नि कानुनले जे भन्छ हामीले अंश नपाउने कुमारगिरी एक्लो छोरो हो भन्यो भने हामी छोड्दिन रेडी होइन गैरुङ कृष्णको चाहिँ के अरे 3टा छोरा हो 3टा छोराले पाउँछन् भन्यो भने चाहिँ के गर्ने भने 3टै छोराले बराबर भाग लाउँला
समस्या कुरा के बराबर कहाँ हुन्छ एक आना दुई आना बढी त उसले पाउँछ त्यसमा बराबर हुँदैन जग्गा त त्यो हाम्रो कागजमा गरेको कुरा त कागज कुरा त फेरि नि होइन नि मैले एउटा कुरा मात्र गरेको क्या कागजमा उसलाई घरनेरी एक आना जग्गा अब खेत एक आना जग्गा बाटो छोइदिए हुन्छ मैले अझै 2 आना जग्गा दिने भन्दाखेरि नि हुँदैन भने हो के न तपाईहरुले पनि त बढी खायो यस्तो भन्न मिलेन नि त अब गरौँ न त बढी खायो होइन अब नक्सा राम्रोसित काटो क्या हो बढी खा तेरो बढी खा बढी खाछ तपाईहरु सहमति बढी खाएको छ मैले के कुराको सहमति भन्दाखेरि नि के रे होइन तिमीहरू अब यो गाउँले उल्टाएर लिएर आएको केही फरक पर्दैन यहाँबाट बाटो बन्द हुन्छ जहिले तिमीहरू जान जे गर्छ गर ल यहाँबाट बाटो टुङ्ग्या हो होइन पुरै सक्यो होला अब मिलेर आयो भने सबै कुरो मिल्छ पर्छ होला नि भाउजू तपाईहरुको पनि सक्यो तपाईँहरू त उचाल्ने त हो नि अब के भन्नु छोरा लाग्यो भने तपाईँले के भन्नु